जय मसी सबैजनालाई। मैले 2 रुमको सानो एउटा किचन घर खाना बनाएर खाने बनाइरहेको थिएँ र जस्ट अब 2-3 दिन जस्तो छ कम्प्लिट हुनको लागि र के कलर अनि कस्तो रुम कतिवटाको रुम 2 रुमको खासै चाहिँ तर के कलरहरू लागेको छ म तपाईलाई देखाउने छु ल। अब हामी किचन तर्फ हामी लाग्यौँ है त। तपाईँको भएछ यो एउटा पहिलो किचन भयो खाना बनाएर खाने अनि बाहिर चाहिँ यस्तो ग्रीन कलरले 3 कोट गरेको छ। बरन्डा आएको छैन, बरन्डा 2-3 दिन जस्तो लाग्छ कम्प्लिट हुनु। अनि यसरी कलर लागेछ र यो भयो है। अनि दैलो खिड्कीमा चाहिँ यो गोल्डन ब्राउन कलर लागेको छ। यस्तो छ हेर्नुहोस् भेन्टिलेसन माथि यसरी कलर লাগিएको छ है। यो बाहिरको चाहिँ एकदमै कम्प्लिट भइसकिसक्यो। यो चाहिँ कम्प्लिट भइसक्यो। यो खिड्की भएछ कम्प्लिट भइसकिसक्यो। अनि यसरी गरिरहेछ। दाजुले काम गर्दैछ यहाँनिर, कलरहरू लाउँदैछ दाजुले एकदम। दाजु ल जय मसी भन्दैन जय मसी हो। ल यहाँ त अनुहार देखिएन त। अनुहार त देखियो है हाम्रो कलर पेन्टर दाजु। अनि लाउँदैछ। 2टा रुमको एउटा साधारण किचन बनाइएको छ र यो चाहिँ एउटा कम्प्लिट भएको छैन। डबल कोट होइन, यो डबल कोट गरिँदैछ दाजुले। अनि यो चाहिँ यसरी खाना बनाएर खाने ठाउँ भनौँ न। अहिले यस्तो छ है, टाइल्स हो। अनि बेसिन भयो, यस्तो छ है। म लगभग तपाईँले देखिसक्नु भयो होला। यो चाहिँ मैले बाहिरी र एउटा रुम मैले तपाईँलाई देखाइरहेको छु र सानो साधारण प्रभुको दया अनुग्रहमा 2 रुमको किचन बनाएको हो। धेरै ठुलो त छैन है। यो चाहिँ लगभग हामी छिर्यौँ र यो चाहिँ एउटा ग्यासको दुलो पनि छ यहाँनिर बनाएको। लगभग सक्यो पनि अब है किचनहरू। यो सामान राख्ने माथिको अलमारी भएको ठाउँ भयो। अनि यो नानी नगर। अनि यो चाहिँ लगभग सकेको। यसमा चाहिँ केही काम छैन, अब साफ सुग्घरको मात्रै काम छ। कम्प्लिट भएको छ। अब बरन्डा 2 दिनको लागि छ। सबै तपाईँलाई मैले देखाइसकेँ है। अब सिर्फ बरन्डा 2 दिनको लागि छ। त्यहाँदेखि चाहिँ कम्प्लिट भयो। अनि हामी सर्छौँ किचनमा, यो नयाँ किचनमा खाना बनाएर खाना सुरु गर्छौँ ल। तपाईँले प्रार्थनामा याद गर्नुहोला, लाइक एन्ड सपोर्ट अनि सेयर तपाईँले मेरो च्यानलको लागि गर्नु नभुल्नुहोला। जय मसी।